हेलो नमस्कार। मेरो यस युट्युब च्यानल आइएमा तपाईँहरूलाई स्वागत छ। मेरो भिडियो हेर्दै गर्नुहोला। आज म तपाईँहरूलाई चाहिँ यो रोमानियाको कस्तो हुन्छ त गाउँ गाउँ कस्तो हुन्छ, सहर कस्तो हुन्छ भनेर चाहिँ म तपाईँहरूलाई आज देखाउँदैछु। यो गाउँमा छु, अहिले चाहिँ म यो रोमानियाको गाउँमा छु। सहरको बारेमा चाहिँ म तपाईँहरूलाई अर्को भिडियो बनाएर हाल्नेछु। तर यो गाउँमा चाहिँ यस्तो छ, यो गाउँमा गाउँ त छ, यस्तो खालको गाउँ छ, नेपाल जस्तै छ यहाँ पनि। रहन सहन, यहाँको वातावरण सबै नेपालसँग मिल्दोजुल्दो छ। अहिले एकदम जाडो छ। अहिले यो हिउँको यो सेतो देखेकोहरू सबै हिउँ हो, हिउँ पग्लिसकेको छैन। यो घरहरू यति धेरै छ, यहाँ मान्छे कोही देख्न सकिँदैन। मान्छे त हेर्नु न, यहाँ कोही छैन, खाली छ सबै। सबैले कम्पाउन्ड घेरेको हुन्छ, कम्पाउन्डभित्र हुन्छन् सबैजना मान्छेहरू। कम्पाउन्डभन्दा बाहिर कोही देखिँदैन। अब सामानहरू पनि राखेको हुँदैन, सबै यो बाहिर प्राय पार्किङ चाहिँ बाहिर हुन्छ। यहाँको मानिसहरू अब प्रायःजसो अलिकति सबैले रोजगार गर्ने भएर पनि होला, कोही देखिँदैन। हाम्रो नेपालमा भएको भए सबै बाटोमा मान्छे हुन्छ है, जता गए पनि मान्छे देखिन्छ। यो माथिबाट कुद्ने चाहिँ रेल हो, यो सामान बोकेर हिँड्दैछ। माथिबाट कुद्ने रेलहरूले चाहिँ यो सामान लिएर हिँड्ने रेल हो, मुनिको चाहिँ मान्छे बोकेर हिँड्ने गर्छ यो रेलले चाहिँ। यो रेलको लेकतिरको हिउँ अझै पग्लिसकेको छैन, यति धेरै छ। यो जङ्गलको छेउछाउ पनि पग्लिसकेकै छैन। सुनसान ठाउँमा एकजना मात्रै देखिरहेछ मान्छे पनि। यो चाहिँ हामी बस्ने बिल्डिङ हो। अब हामी दिनभरि बाहिर काम गर्छौँ, हाम्रो बस्ने बिल्डिङ चाहिँ यही हो। हामी यहाँ जम्मा झन्डै 200 जना जति नेपाली छौँ होला यो बिल्डिङमा। अनि यो यताउता देखिएको चाहिँ यो ग्यारेज हो। यो ग्यारेजमा गाडीहरू बिक्री गर्छ, गाडी बनाउँछ, त्यस्तै खालको छ यो ग्यारेज चाहिँ। यो भिडियो हेरिसकेपछि चाहिँ तपाईँहरूले यसो लाइक, सेयर र सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। एक सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेको पैसा लाग्दैन, फ्रीमै हुन्छ टक्कसँगले चाहिँ। अनि अब आगामी आउने दिनहरूमा पनि तपाईँहरूलाई म रोमानियाको बारेमा चाहिँ यस्तै भिडियो हालिराख्नेछु। हस् त, धन्यवाद, बाई बाई।